म चाहिँ झुक्केर दिदीको जुत्ता लगाएको छु है। खुट्टाको साइज पनि मिल्दैन। आज चाहिँ म झुक्केर यस्तो जुत्ता लगाइराखेको छु है साथीहरू। मेरो जुत्ता भनेर चाहिँ उसको जुत्ता लगाइराखेको छु। यस्तो पनि हुन्छ जिन्दगीमा। म यो स्वेटर चाहिँ उसलाई मागेरै लगाएको हो। यो चाहिँ पुरा शीतल छ क्या गर्मीमा। धेरै गर्मी छ अनि त्यही भएर कपालको हालत पनि यसरी बाटेर हिँड्नु परेको छ। अहिले चाहिँ 7 बज्नु आँटिसक्यो। 7 बज्नु आँट्दा पनि यतिको उज्यालो छ। रात पर्दैन अहिले चाहिँ। कस्तो छ हालत साथीहरू। हामी चाहिँ यहाँ जुस पिउनु आएको हो। फ्रेस जुस। अस्ति चाहिँ हामीले माथि नै खाएको थियौँ सुकामिलानमा। यो जुस चाहिँ हामीलाई अलिक मन परेन। आज चाहिँ हामी फ्रेस जुस पिउनुको लागि आएको। एकदमै गर्मी छ। आज सबैभन्दा गर्मी मलाई चाहिँ लागेको हो। राति राति भएपछि शीतल भइराखेको छ। अब हामी जुस पिउँछौँ। साथीहरू फाइनल्ली हाम्रो जुस आइसक्यो। अनि मेरो दिदीले पिउनु आँट्नुभयो। हामी चाहिँ